विषयमा मलाई बोल्नु थिएन, तर मलाई साह्रै रिस उठेको छ एकदमै। त्योको बारेमा बोल्दैछु, तपाईँहरू सुन्नु होला। तपाईँलाई के लाग्छ यी सानी नानीलाई बिजाले मात्र बलात्कार गरेका हुन्? होइन, मेरो नजरमा यो सरकारले बलात्कार गरेको हो। किनभने नियम किन बनाउन सक्दैन यिनीहरूले? त्यो बलात्कारलाई किन फाँसी दिन सक्दैनन् यिनीहरूले? होइन, त्यो बलात्कारीहरूलाई किन जेलमा लगेर भात खुवाउनु भनेको के? किन खर्च गरिरहेको? झुन्डाएर मारिदिनु नि बरु तिनीहरूलाई, हात खुट्टा काट्दै हुन्छ बरु। तिनीहरूलाई पनि त्यो पीडा त पीडा त हुनु पर्यो नि। गएर जेलमा लगेर भातै मात्र खुवाएर हुन्छ? जतिखेर पनि भातै खुवाएर हुन्छ? चोर फटाहरू त्यत्तिकै बढेको छ, बलात्कारी केसहरू त्यत्तिकै बढेको छ, त्यसरी हुन्छ? एउटा कानुन, एउटा गतिलो कानुन बनाउनु पर्यो। बाटोमा पीडितहरू कति उफ्रे, जति उफ्रे पनि तपाईँहरूले केही पनि सुन्नु भएन। उफ्रिन्छ यिनीहरू जान्छन् भन्ने तरिकाले तपाईँहरू जानुभयो। यसरी कहिलेसम्म चल्छ? कति बच्चाहरू अझै यसरी नै घटनाहरू घट्छन्? तपाईँहरूले सुन्नु भएको छ, बुझ्नु भएको छ? यो त कहिलेसम्म चल्छ यसरी? तपाईँहरूको पनि बच्चा बच्ची छन्, तपाईँहरूको पनि छोराछोरीहरू छन्, तपाईँहरूको पनि आफन्त बच्चा बच्चीहरू छन्। तपाईँहरूलाई यो घटना घट्यो भने के हुन्छ? तपाईँहरूले के सोच्नु भएको छ? त्यो सबैजनालाई समस्या आउँछ भने तपाईँहरूले किन यो गर्न सक्नुहुन्न? किन गर्नुहुन्न? त्यो एउटा सानो बालिकाको के गल्ती थियो? हेर्नुहोस् त, तपाईँहरू कानुन फितलो भएको भएर चाहिँ यो अहिलेको घटना घटेको हो। यो तपाईँ केही गर्न सक्नुहुन्न भने जसले सक्छ त्यसलाई लिएर आउनुहोस्, त्यसलाई गर्न दिनुहोस् काम। अपराधीलाई संरक्षण नगर्नुहोस्। तपाईँहरूले अपराधीलाई संरक्षण गरेर अहिलेसम्म यो घटना घटै भइरहेको छ। तपाईँहरूले कहिले सोच्नुहुन्छ? तपाईँले कानुन अलिकति कडा गर्नुहोस् त। कसको बाउले के गर्छ, कसैले केही गर्न सक्दैन, बुझ्नुभयो नि? केही गर्न सक्दैन। त्यो अवस्थामा तपाईँ कानुन बनाउने मान्छेहरूले चाहिँ यो अवस्था बनाएको हो। तपाईँहरूले गर्दाखेरि यो कानुन फितलो भएको। तपाईँहरू माथि पोस्टमा पुगेर तपाईँहरूले एउटा कानुन बनाउनु गतिलो सक्नुहुन्न। तपाईँहरू के तलब खाएर मात्रै बस्ने हो? एउटा अपराधीलाई तपाईँहरूले के पालेर बस्नुहुन्छ? तपाईँहरू मार्न सक्नुहुन्न? फाँसी दिनुहोस्। तिनीहरू मुला मरेर केही फरक पर्दैन नेपाललाई। बलात्कारी भएका नानीहरूको पीडा तपाईँहरू बुझ्नुहोस्, कस्तो पीडा भएको छ त्यो बाउ आमालाई बुझ्नुहोस्। त्यो अवस्थामा तपाईँलाई पनि राखेर हेर्नुहोस् त्यो अवस्थामा कस्तो हुन्छ, के हुन्छ भनेर। तपाईँले कहिले बुझ्नुहुन्छ? तपाईँहरूलाई पढेपछि बुझ्नुहुन्छ? कहिले बुझ्नुहुन्छ तपाईँहरू? अहिले अपराध गरेको 16 वर्ष होस् या 15 वर्ष होस्, त्यो अपराधी नै हो। त्यसलाई झुन्डाएर मार्नुहोस्। सानो होस् कि ठुलो होस्, त्योसँग सरकारको कुरो भएन। किनभने एउटा सानो बच्चालाई पनि त्यो त्यहाँ नजाऊ नानी, हाउबुजी आउँछ भने त्यो बच्चा अझै पनि डराउँछ भने त्यो 16 वर्षको दिमाग हुँदैन, बुद्धि हुँदैन त्यति पनि। त्यो मुलालाई झुन्डाएर मार्नुहोस् न, भोलि अर्को कुनै पनि त्यस्ता बच्चाहरू जन्मिँदैनन्। अहिलेदेखि तपाईँहरू सोच्नुहोस्, संरचना नदिनुहोस्। तपाईँहरूले संरचना दिनुभएको भएर अहिलेसम्मको यो केस, यो हत्या, यो काण्ड, यो सबै भइरहेको छ। तपाईँहरूको फितलो कानुनले गर्दाखेरि यो समस्या भइरहेको छ। तपाईँहरू एउटा गतिलो कानुन बनाउनुहोस्। तपाईँहरू त्यो पहिलेदेखिका बालबालिकाहरू कतिजना आए, कतिजना हेर्नुहोस् त। तपाईँहरू पुराना हिस्ट्रीहरू हेर्नुहोस्, कति छन् त्यस्ता केसहरू। तपाईँहरूले अहिलेसम्म के ख्यास्नुभयो? केही ख्यास्नु भएन। के तपाईँ अझ पनि यही प्रोसेसमा अझै गइराख्नुहुन्छ? तपाईँहरू केही छैन, तपाईँहरूको सोच छैन, तपाईँहरूको बुद्धि छैन, दिमाग छैन तपाईँहरू केही ख्यास्न सक्नुहुन्न भने अर्को ख्यास्ने मान्छे लिएर आउनुहोस्। यो सानोतिनो कुरो होइन, भोलि सबैजनालाई पर्ने समस्या हो यो भनेको। तपाईँलाई पनि नपर्ला भन्न सक्दैन। आफ्नो जोसुकै होस्, मेरा आफन्त होस्, जोसुकै होस्, झुन्डाएर मार्ने नियम बनाऊ। म आफैले गरेछ भने पनि मलाई पनि झुन्डाएर मार, केही फरक पर्दैन। तर त्यस्ता नियम एउटा बनाओ, गतिला चिज बनाओ, कानुन एउटा बलियो बनाओ। चोर फट्याङलाई पनि पालेकै छ, बलात्कारलाई पनि पालेकै छ, भात खुवाएकै छ। कहिलेसम्म सक्छ? अहिलेसम्म यसो गरेर जिन्दगी पालेर मात्रै हुन्छ तिनीहरूलाई? एउटा नियम बनाऊ, नियम अनुसार जाऊ। अनुसन्धान चल्दैछ, यो कुरा सही हो भने यी दुईजनालाई झुन्डाएर मार्दै हुन्छ, केही फरक पर्दैन। नेपालमा मुला दुईजना नभएर केही फरक पर्दैन। यस्ता मान्छेले गर्दाखेरि अरूको लागि पाठ सिक्छ, केही फरक पर्दैन यिनीहरू मरेर। यो कुरा तपाईँहरूलाई नराम्रो लाग्यो भने नराम्रो लागोस्, मलाई केही छैन। तर जो अपराधी हो त्यसले सजाय पाउनै पर्छ। तपाईँहरूले सजाय दिनै पर्छ। यो मेरो मात्रै होइन, सारा जनताको कुरा हो। तपाईँहरू यो कुरामा एकदम सिरियस हुनुहोस्। भोलि पनि समस्या नआउला भन्न सकिँदैन। यो कुरा तपाईँहरू पनि ख्याल गर्नु होला। धन्यवाद। रिसाउनुहोस्, खुसाउनुहोस्, यत्रै सिधी एकदम विचार गर्नु होला यो कुरामा चाहिँ।